ओके फेलोस, ल फेरि हामी चाहिँ यहाँ देखेको अवस्था ल यसरी हुने भयो है हाम्रो। अब भइसक्यो, दामी भइसक्यो है। एयर यताबाट हालिन्छ ल फेलोस। यो त झन् बलियो सिस्टम भयो। वेल्डिङ चाहिँ पुरै हान्ने कि त्यति नै ठिक छ दाइ? हान्नुपर्छ पुरा है। सो गाइज एउटा कुरा चाहिँ मैले यसो याद गरेँ कि यदि हामीले चाहिँ माथिको चाहिँ प्रब्लम भएन, किनभने यहाँ यु जस्तो भएको छ होइन, एल जस्तो भएको छ, सो केही प्रब्लम छैन। तर यता चाहिँ यहाँबाट पनि यसरी सपोर्ट दिनुपर्छ जस्तो मलाई लाग्यो होइन। बिकज अब त वेट यसमा बस्दाखेरि त यो बेन्ड हुने चान्सेस हुन्छ अलिकति धेरै भएर। सो हामीले यसरी पनि दियौँ भने चाहिँ सपोर्ट अलिकति बेटर होला। अहिले दाइलाई भन्छु म। यो चाहिँ दाइले बनाइरहेको एटिभी काम अलमोस्ट सकिसकेको रहेछ। अब अलिकति बाँकी रहेछ होइन फिट गर्नलाई। बबाल सिस्टम बनाउनु भएको छ, सक कोइल सकहरू राखेर है। कति इन्ची बनाएको थियो यहाँ चाहिँ? यहाँ त यति बाहिर छ, यति बाहिर चाहिँदैन नि। वीडियो बनाते रहे उछलते नाचू को तो नहीं दो सलाई अल्टर हो तो कोई सला अल्टर भेज लो। ल हाम्रो बोइजहरू पनि रहेछ, हात मिलाइदिउँ। डेली भ्लग ल, वेलकम इन चेतन भ्लग। यहाँ चाहिँ यो फेभरेट हो। सही हो ल। सही हो। ल के पाउँछ त? हो किमा नुडल्स पनि छ। हेलो आरामै ब्रदर। हजुर हेलो अनि आज कताबाट हेरेर
अलि चेन्ज भएको छु म अलिअलि त्यही त म अझै म यस्तो सिवरै भएर म हेरिरहेको छु अझै होइन ए हो र एउटा फोटो खिचौँ दाइ एउटा फोटो ल स्योर 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 लेट्स टेक मैले नि बोकेको छु दाइ बोक्नु चाहिँ होइन ए हो मेरो यसो हुने दाइ आज भेट्यो पाएँ है ल दिजूले पनि भनिदिनु ल के पाउँछ दिजू हाम्रोमा ए लाफिङ एन्ड देन पानीपुरी चटपटे लस्सी मटका टी ओके म मटका कफी खान्छु छैन ए हो मतलब मर्का टी खाने भने खानु नभए कफी खानु कफी नै खान्छु कफी मिठो लाग्छ हजुर वाउ सो नाइस है कस्तो राम्रो देखेको राति पनि क्या वाउ अमेजिङ रेकर्ड भयो रातो आउँछ होइन सुँगुर मासु भात खाँदैछौ केटाहरूले आज नि पकाएको छ र पकाएकै खाइसक्यो ल जा यता पोस्देऊ न उहाँले हान्दा चाहिँ कहाँ पोज दिनु मदन दाई पोज दिनु न एउटा जुगाएर चाहिँ या कुकुर चाहिँ आवाज हिँडा मदन दाई एक दुईवटा पोज दिनु न क्लियर त्यस्तै बिना क्लियर त देखाएन ल यता हेर्नु पोज दिनु न ल भन्नु त के भनेको रे अब यो उयो गर्दाखेरि पाइप चाहिँ झुन्डाउनु पर्यो कि पाइप झुन्डाउनु चाहिँ एउटा ब्राकेट यहाँ टक्क होल्डिङ गरिदिन्छु ए ओके त्यता झुन्ड्याउने कि उता कुनामा होइन होइन यहीँ झुन्ड्यायो भने बेटर ल है छिटो सजिलो हुन्छ नि त ठाउँ भयो नि त राइट राइट तर फेरि वेल्डिङ गर्दाखेरि याद गर्नुपर्छ उता फेरि वेल्डिङ चाहिँ म यता टाँसिसक्यो वेल्डिङ मात्रै गर्न बाँकी है फेलोस ल सब चिज बनिसक्यो अब उठा के धर देवी भचाक से भनिदिएको रे उठा के धर देवी भचाक से मैथिली सिक्दैछु बिस्तारै भयो पनि अब तनीको बचाके काट्यो हो ल हान्नु ल फेलोस अब हाम्रो सुरु हुँदैछ वेल्डिङ बबाल तरिका मैले चाहिँ हेर्दिनँ ल अब हाम्रो ग्रिस गन रेडी भयो ओए नाइस होइन अब अलिकति ग्राइन्डिङ गर्नुपर्ने रहेछ कतै त आगो लागेन नि ब्रो पर्दैन ग्राइन्डिङ पनि गर्न सही चोटै लाग्दैन सबै ग्राइन्डिङ गरेर मैले भनिदिएको ए हो होइन मैले उयो भने तर पर्दैन त्यसमा त एउटा पेन्ट लगाइदिने होइन ल एउटा कम्प्रेसर र अब टक्क कम्प्रेसर र हाम्रो यो बसेपछि अनि ग्रिजिङ गर्ने हो टक्क यो लिएर गन लिएर ग्रिजिङ गर्ने गाडीहरू यता नि भइसक्यो अब म आफै पनि गर्छु अरू एकजना भाइ पनि राख्छु इन्जिन स्पिड कन्ट्रोल गर्ने के गभर्नर मोटर भन्छ ए खुट्टाले रेस गर्ने यो चाहिँ हातले हजुर गरे हुन्छ कि थ्रटल मोटर जस्तै कसरी काम गर्यो यसले यो वायर आउँछ नि त यो पम्पमा गएर लाग्छ अनि इलेक्ट्रिकबाट यहाँ ज्याक आउँछ होइन हजुर त्यो ठोटर बटारेपछि आफै यो रेस हुने स्लो हुने गर्छ कि ए यसले स्पिड कन्ट्रोल गर्यो स्पिड कन्ट्रोल गर्ने भनेपछि ओह्रालोमा चाहिँ काम लाग्ने रहेछ ल अनि एक ठाउँमा अब जस्तै एक्सिलेटर थिच्नु परेन अनि कतिमा लक गर्ने त्यसरी लक गर्न मिल्यो
काम गर्न सजिलो हुने भयो होइन अब विदेशतिर लक गरेर हिँड्छ नि यही सिस्टम हो क्या आमा यो त के को 4 व्हिलहरू के को हो जस्तो होइन सापट ओए एउटा हातले बोक्नै सक्दैन कत्रो हेभी छ त यो हाम्रो जोइन्ट क्रस के तपाईँ जोइन्ट क्रस हो कत्रो ओए जोइन्ट क्रस हो क्या ल ए यो यसको यो चाहिँ उसमा सापटको लागि सापटको लागि यो चाहिँ गियर बक्सको हो यो गियर बक्स होइन त यो बुसहरू सबै यस्तो चिज पनि कस्तो हेभी हुने क्या ए पित्तल चलाउँदो रहेछन् है दाजु पित्तलमा छ यस्तो बुसहरू ब्रासहरू है ब्रास यो बुस कति महँगो छ यो हो यस्तो हेभी यार लुक यो कालो डट चाहिँ के हुँदो रहेछ दाजु यसमा यो चाहिँ प्लास्टिक हो यो ग्रिज बस्नलाई चाहिँ होल्ड गर्नलाई राख्छ आमा ग्रिज चाहिँ कति सोचेर बनाएको त क्या है अरू सिम्पल बुसमा ग्रिज गयो बाहिर निस्किन्छ यसमा चाहिँ होल्ड गरेर बस्छ ए यो पालहरू रहेछ भनेपछि यहाँ मोबिल चल्दो रहेछ भित्र ग्रिज ग्रिज आउँछ ग्रिज ग्रिज गर्ने भनेको यस्तैमा हो क्या ए यस्तैमा हो ए ल वर्षी ग्रिज गर्यो हामीले ग्रिज स्टार्ट गर्न लाग्छौँ गाइज यस्तैमा हो अब यस्तो हेभी चिज क्यापिटलमा गर्न पायो भने त तपाईँको पैसा त दर 2500-3000 आउँछ एउटा आमै हो र स्काभेटरहरूमा ए त्यो पनि हामीले गर्न चाहिँ मिल्यो मिल्यो ए स्काभेटर पनि गर्न मिल्यो होइन त तर स्काभेटरमा त जहाँ बनाउँछ त्यहीँ गरिदिन्छ होला ग्रिज होइन गर्दैन त्यो फार्मासीले गऱ्यो भने गऱ्यो हेल्परले नभए गर्दैन ए गर्दैन ए ल त्यसको लागि पनि हामी छौँ गर्न मिल्छ कन्ट्याक्ट गरेर कन्ट्याक्ट गरेर तपाईँ गाडी चट्ट लग्यो हो ल म नम्बर दिन्छु मलाई खबर गर्नु होला म आइदिन्छु बरु आफ्नो गाडी छँदैछ सर आइदिन्छु गाडी चाहिँ जहाँ पनि जान्छ 4 व्हिल गाडी चाहिँ जहाँ पनि आइपुग्छौँ ल बरु नो प्रब्लम नाइस आमा कत्रो म्यासिभ छ गाडी है ल वाउ त्यत्रो सानो ठाउँमा छिराइदिनुहुन्छ दाइले यार ल ओए खतरा हो गुरुजी चाहिँ ल माने मैले ल यस्तो चलाउनेहरू कत्रो सानो ठाउँमा पनि छिराइदियो क्या है कत्रो सानो ठाउँमा पनि छिराइदियो क्या सुई है के त पहाड चढ्ने पनि हो के यसको काम के हो दाजु खास यो बाटो बनाउँदा लेभल हान्ने हो क्या ए लेभल गर्ने बुझेँ यसले फाइनल गरिसकेपछि बल्ल सब बेस हाल्ने अनि रोलर लाउने पिच गर्ने अनि ए त्यसपछि लेभल मिलाउन सिलिन्डर झुन्डाएर त्यहाँको टिपेर यहाँ ल्याउँछ यहाँ हाल्ने अनि यो मेसिनले चेक्न ढिला गर्ने हो यसले हजुर अनि यसले समातेर चाहिँ ए रोल गर्दै खोलिदिने हो क्या ए खोलिदिने चेकनट खोल्दैन नि हाम्रो हजुर हजुर गाह्रो हुन्छ यसको खोलेन होइन हजुर यो चेकनट खोल्दैन यो चेकनट खोल्दैन नि यो हो यो नखोल्यो त्यहाँ त्यसले खोल्ने हो क्या हामीले यति बेर यत्रो ठुलो मेसिन राखेको यो ओहो होइन मैले चाहिँ के राखे होला जस्तो लाग्थ्यो क्या ल गाइस सिलिन्डर होइन चेकनट खोल्ने machine। कति कुरा केमा काम लागिरहेको हुन्छ लुक कस्तो इजी भयो टक्क यो होइन घुम्छ होइन यसरी काम गर्नुपर्छ नि त मान्छेले जबरजस्ती काम गरिरहेको हुन्छ है सकि नसकी बोकेर अब यो शुद्ध हाइड्रोलिक रहेछ क्या लुक होइन यहाँनिर तेल बस्दो रहेछ त्यसले चल्दो रहेछ यो होइन पछाडि ए उता छ म निकालिदिन्छु अब बेलुन राखेपछि ऊ लगाम ल
आज शनिबार पनि गडी रात छ टोइङ गर्ने गाडी टो सुक्ताको अर्को गाडी होइन त बन्द यो चाहिँ नेपालमै छैन यो सिस्टम उता नानढुङ्गामा ट्राफिकले ल्याएर राखेको छ हजुर। त्यही डिजाइनको क्या ए अब जस्तै त्यो भयो है यस्तो भयो सिलिन्डर यो बस्छ उठाउने यसलाई सिलिन्डर बस्छ यहाँ यो दुईटा यो बस्ने हो यहाँ हजुर बुम बस्यो अनि यसले उठायो त्यसपछि हामीले गाडी यहाँ लोड गर्छौँ यहाँ लोड गर्ने यहाँ यसरी उचाल्ने हो क्या ए गाडीको टायरमा गएर यसरी उचाल्ने हो गाडी दुईटा टायर भुइँमा बस्छ यो चाहिँ उठेर अनि टो गर्ने टो गरेर ल्याउने। ए त्यो सजिलो भयो है यो अमेरिकातिर धेरै यो युज गर्छ ए, क्या यो गर्छ है अरू चाहिँ सिधै गाडीमा लोड गर्छन् अनि, यो पर्फेक्ट हेभी गाडी लोड गर्न त मिलेन गाडी मिलेन हेभीलाईको लागि चाहिँ यो ए बुझेँ मैले ल ठुल्ठुलो ट्रकहरूलाई पनि यसले गर्ने भयो अब ओ नाइस नाइस बनाउँछ हाम्रो यो हजुर निस्किन्छ अनि भिडबाट झरेको पनि तान्छ यहाँ मोटर बस्छ एउटा ऊ त्यहाँ राखेको छ कि हामीले हजुर हजुर ऊ त्यहाँ मोटर त्यो विन्च मोटर ऊ त्यो हो त्यो ऊ यो ठुलो ऊ यहाँ बस्छ त्यो चिनी सर गयो भिडमा कहाँ झर्नेछ यहाँबाट दुईटा हाम्रो जगमा छ यो चाहिँ दामी बनाउनु भयो ल मैले बल्ल बुझेँ अस्ति चाहिँ मैले के होला भन्ने ठानिरहेको थिएँ होइन अब चाहिँ सजिलो भयो क्या ठुल्ठुलो गाडीहरूको लागि चाहिँ सजिलो भयो ल नाइस यसको त डिफ पनि अलिकति फरक जस्तो लाग्यो है दाजु डिफ क्या मतलब अरू नर्मल गाडी जस्तो छैन त के हो टाटाहरूकै हो टाटा नै हो तर यो 407 गाडी ए 407 अनि ल 407 मा यो कस्तो राम्रो दिएको हुँदो रहेछ क्या यो चिज ह्याङ्गर होइन अब हेर्नु न सबैमा ऊ हाल्न मिल्ने ग्रिज हाल्न मिल्ने चाइनाको रेट कति छ यो बन्ने हो क्या हाम्रो चाइनामै किन्नलाई यति पैसा एकै दाई सैकडा 1000 10,000 लाख 10 लाख अनि ल्याउन कति खर्च लाग्छ लाउन ए यही चिज बनिरा हो अहिले पर्फेक्ट ओ नाइस आइडिया बल्ल थाहा पाएँ मैले यहाँ बुम कस्तो रहेछ होइन ओ दामी भयो ल नाइस भयो यो हाम्रो गाडी कता ब्रेकडाउन भयो केही भयो टक ट्याक्क लाएर टो गरेर अनि दाइले फेरि मलाई हिजो चाहिँ झन्डै म उल्लु नै भएँ दाइ यो के रहेछ सुक्ता SUKTA भनेको त गुगलमा खोज्नु न भाइ यो त बबाल चिज हो भन्नुभयो है अनि मैले साँच्ची नै गुगल गर्न लागिरहेँ क्या झन्डै एकछिन पो दाइले आफ्नै नाम रहेछ क्या सुरेन्द्र कुमार तामाङ पो रहेछ क्या भरे त होइन क्या कमेडी भयो एकछिन क्या त्यो कुरा क्या म त साँच्ची नै सुक्ताको मिनिङ चाहिँ के हो दाजु भने कि ए यो त बबाल चिज हो नि यो त गुगलमा खोज्नुपर्छ भन्नुभयो ए हाम्रो पनि दुईटा टायर राखिन्छ दुईटा टायर यो पनि सेम यस्तै हो ए भनेपछि यो लेग आउनु पर्ने रहेछ है त हाल्न छ लेग आउनु पर्ने रहेछ सेम टु सेम यहाँबाट आउँछ बुझेँ मैले है भनेपछि अब कति टोइङ भन्ने टोइङ चाहिँ यसलाई भन्छ कि मेन खासमा चाहिँ दाजु अब यसले कति टनसम्मको गाडीलाई चाहिँ तान्न सक्छ त 10 देखि 15 टनसम्मको तानेर ल्याउँछ त्यत्रो सक्छ है 15 टनसम्म चाहिँ म्याक्सिमममा यो पनि यस्तो फोल्ड हुन्छ ए त्यो पनि फोल्ड हुन्छ यहाँ अर्को हाइड्रोलिक लाग्छ बुम
यहाँ भित्रबाट आउँछ भित्रबाट आउँछ यो यस्तो फोल्ड हुन्छ यो पनि माथि गएर बस्छ यो पनि माथि हुन्छ यो पनि फोल्ड हुन्छ ट्याक्क यो मात्रै पाइन्छ नै यसलाई अनि कहाँबाट चाहिँ आउँछ त बुम यहाँबाट यहाँ पछाडिबाट यहाँ पछाडि ए पछाडिबाट आउँछ यसलाई फोल्ड गर्नलाई पछाडिबाट यसको भित्र हुन्छ फेरि यो एउटा ए यो छिर्छ भित्र ए अनि लामो भयो है अब अलिकति राखौँ त ल त्यसरी ओके त्यसरी नाइस अब हाम्रो गाडी त उहाँ हुन्छ सेन्टर गर्न चाहियो यो सरेर निकालेर हजुर लेगबाट निस्किन्छ क्या अनि यहाँनिर ठ्याक्क यस्तो हुन्छ क्या स्प्यान्डलमा ठ्याक्क लाग्छ अनि निकाल्न सजिलो भयो है नजिक ल्यायो अनि त्यो दुईटा सिलिन्डरले ट्याक्क गर्यो यसले अब कति चाहिन्छ हाम्रो हजुर उचाल्यो गाडी हजुर बाँध्यो अनि कुदाउने कहाँ लाग्यो सही भयो ल नेपालमा पहिला फर्स्ट यहीँ बन्यो के फर्स्ट हो यो हाम्रो आफूले बनाएको नेपालमा ल यो चाइनामा मात्रै बन्ने हो खास हजुर चाइना र इन्डियामा बन्छ इन्डियाको पनि त्यति राम्रो क्वालिटी चाहिँ चाइनाको चाइनाको छ अब यहीँ बनेपछि त अनि सकिगयो नि नेपालमा चाहिँ हाम्रो यहाँ है फर्स्ट सस्ताले बनाउने वाउ सही हो ल अब यस्तो भयो भने पो अनि देश प्रगति भयो त्यही भएर त इन्जिनियरिङको लागि त होइन नेपाल सरकारले एउटा ल्याउनलाई तपाईँको कति 35 लाख उहीँ पर्ने भयो उहीँ पर्छ होइन। ट्याक्स जोड यसको भाडा भन्सार अब यो ल्याउँदाखेरि एउटा मात्रै ल्याउन मिलेन कन्टेनर हो नि होइन त्यसको फेरि त्यसको भाडा भाडा आम्बो यो त तपाईँको 50-55 लाख पर्ने भयो यहाँ आउँदाखेरि आउन्जेलसम्म होइन त्यसपछि फेरि हाम्रो गभर्मेन्टका दाजुभाइहरू भन्सारमा होइन यो त हामी छोड्दैनौँ भन्ने खालको छन् है अनौठो चिज देखेको यो यस्तो सामान के हो आएको यो भनेर बिजुक छिटो अनि सेफ्टीको लागि हो कि हो नि छिटो एकदम सेफ्टी पनि हुन्छ सेफ्टी एकदम राम्रो पनि भयो गाडी ड्यामेज हुँदैन यो लाँदाखेरि यसले स्वाट गाडी बिग्रिएन होइन हो हो अरू अहिले नेपालमा छन् त छ हजुर तर के हुन्छ टुइङ गर्दाखेरि तपाईँको सबै गएर जोत्छ क्या यसले चाक्ने जोत्छ कि ठोकेर ओहो। सबै बिग्रिन्छ अलिकति बिग्रेको पनि सबै बिग्रिन्छ सब बिग्रिन्छ त्यसमा ठोकिँदाखेरि अब यो भइसक्यो ठोकिने टेन्सन भएन हो नि यो त परै बस्यो हजुर जति उठायो कति हाइट साइड ठ्याक्यो त्यति हाइट मेन अस्ति चिज त यहाँ बन्दैछ क्या यहाँ बन्दै रहेछ ल सही हो ल भनेपछि यो गाडी पनि राम्रो हजुरले छान्नु नै भएको रहेछ किनकि यसमा सबै त्यस्तो होइन पत्तामा त्योहरू रहेछ नि त सर्ट च्याटिस चाहिन्छ नि हामीलाई हजुर हजुर त्यसको सबै काउन्टर वेटदेखि लिएर सबै मिलाउनु पर्छ क्या ए अब यहाँ उचाल्दा त गाडी उठ्ने भयो उठ्ने भयो त्यसको लागि हामीले सबै काउन्टर वेट मिलाउनु पर्छ गाडी हेर्नमा सानो गाडी हेर्दा सानो होइन काम भने ठुलो काम चाहिँ ठुलो सही हो ल तपाईँकै गाडी कतै बस्यो बाटोमा ल दादा यस्तो भयो भयो अस्ति अब अनि कम गाह्रो भयो अस्ति होइन हो नि यसले ट्याक उठायो टो यो त हाम्रो अब त्यो गाडी तपाईँको बोक्न मिल्दैन अनि तान्ने होइन यो लग्यो ट्याक्क राख्यो ल दौडाउँदै लिएर पछाडि टायर गुड्छ अगाडि तपाईँको गाडी कतै केही भइहाल्यो भने अब यसले चाहिँ धेरै हेल्प हुने भयो भनेपछि त यो त एउटा मात्रै होइन कि यो त धेरै बन्न पर्ने रहेछ यस्तो चिजहरू त है चाहिन्छ अब यो सुरुवात हो नि त सुरुवात हो फर्स्ट अब मतलब यदि कसैले चाह्यो भने चाहिँ हजुरले चाहिँ उसलाई रेडी पनि गरिदिनु सक्नुहुन्छ बेच्न मिल्छ आमा नाइस नाइस ल भइहाल्यो नि त आइसक्यो एकजना उहाँ हाम्रो फुटकोटतिरको दाइ हुनुहुन्छ हजुर उहाँले चाहिँ अब यो बनाएर रेडी गर्नु म लिन आउँछु भन्नु ए हो अनि काम सुरुवात हुन लाग्दै अर्डर आइसक्यो है हो यस्तो चिजहरू त बिक्री हुन्छ हाम्रो बनाइसकेपछि है है तपाईँको उताबाट ल्याउनलाई महँगो छ नि त महँगो छ होइन यतै इन्भेस्ट गरेर होइन अब त्यही त यसको लागि अब हामीले यो बनाइसकेपछि हामीले पनि सेफ्टी नै ध्यान दिएरै बनाएको हुन्छ नि त हो 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 अब उनीहरूले पनि चेक गर्न सक्छ सेफ्टी के हो यसमा होइन हजुर हजुर सेफ्टी अब सबै छ भने त उनीहरूले हामीलाई दर्ता दिनु पर्यो नि त यो त
दिनै पर्छ नि आफ्नो देशमा उत्पादन गरेको चिजलाई नै बजार मतलब मार्केट दिएन भने त होइन अनि जहिले पनि देशको पैसा त बाहिर गइरहने भयो बाहिर गएर ल्याएर फिट गर्दा चाहिँ दर्ता हुने यहाँ बनाएको चाहिँ दर्ता नहुने अब त्यो कहाँ होइन नि त्यही भएर हो यस्तो कुरामा चाहिँ लास्ट टाइम चाहिँ के अरे हाम्रो प्रचण्ड सरकार हुँदाखेरि चाहिँ उहाँले चाहिँ अब दर्ता गर्न मिल्ने हाम्रो देशमा बनेको कुराहरू भनेर यातायातमा गरिदिनु भएको छ अब हामीलाई सजिलो भयो लाइक हामीले क्याम्पर पनि अब बनाउन मिल्छ नेपालमा प्रडक्सन गर्न मिल्छ अब चाहिँ पहिला चाहिँ थिएन यस्तो अब चाहिँ हामीले दर्ता गर्न मिल्छ सो यो एकदम राम्रो भयो होला आफ्नै देशमा यसरी बन्यो होइन एक त ह्यासल भएन झन्झट भएन इन्डियामा मान्छेले पैसा खाइदेला भन्ने डर भएन कति पैसा डुब्यो नि त मान्छेको है डुब्छ डुब्यो नि पैसा पठायो अब उसले अब पैसा पठाउनलाई अब तपाईँको अब हुन्डी मतलब पठाउनु पर्यो होइन गर्नु पर्यो अनि उनीहरूले अब तेरो पैसा छैन यो छैन सामान अनि पठाउँदैन एकदमै पैसा मिसप्लेस हुने चान्सेस बेसी हुन्छ त्यसमाथि कसैले 2 पैसा नाफा नलिकन काम गर्दै गर्दैन होइन र खोजेको आफ्नो पैसा अरूलाई दिनुभन्दा त बरु देशमा आफ्नो देशमा युटिलाइज भयो हामीले सामान पायौँ होइन सो काठमाडौँ भ्याली बाहिर पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ यो कुराहरू चाहिँ यो मार्केटमा निस्किसकेपछि यसको डिमान्ड हुन्छ है बढ्छ किनभने एभ्रिडे लाइफमा हाम्रो गाडी यहाँ यति धेरै भइसक्यो होइन हाम्रो कहाँ पहाड एरियालाई हिल एरियालाई टार्गेट गर्यो भने त हो नि अलिकति यसलाई अलिकति मोडिफाई गरेर 4 व्हिल गियर पनि हालिदिनु पर्छ क्या हो दाजु इफ इन केस हामीले हैन यो एटेच हो नि त यो त जुन गाडीमा पनि फिट गर्न मिल्छ ए जुनमा नि मिल्यो यो ए एउटा डिजाइनको लागि यसमा हालेको अच्छा गाडीमा पनि जस्तै हाम्रै छ नि यो सुरत छ नि हाम्रो स्वराज माज्दा हजुर त्यसमा नि मिल्यो ए पर्फेक्ट ल एटेच हो नि त यो हाम्रो सबै यो खोलिसकेपछि हजुर यो सेट सबै माथि आउने ए यो माथिको यो चिज आइसकेपछि सबै यसमै हो क्या ओ नाइस आइडिया अब यो भयो भने चाहिँ मैले देखाएको ढुक्क भयो एटेच हजुर ए त्यो हो दामी भयो ल यो पनि त कम बाक्लो हुँदो रहेछ त होइन यो चाहिँ अहिले हामीले गाडीको च्याचिसको बनायो नाइस ल यस्तो मेसिन आफ्नो देशमा बन्यो भने गाइज यो भन्दा होइन राम्रो कुरा के छ ल होइन विचार गरौँ त त्यो एउटा मात्रै चाहिन्छ यसको त कस्तो राम्रो यसलाई ऊ दिएको हुँदो रहेछ यार यो गाडी एकदम राम्रो रहेछ ल मैले यसो हेरेँ कि अरूभन्दा चाहिँ धेरै बेटर रहेछ यो गाडी अहिले विमल 12 बजेदेखि हुन्छ म पठाइदिन्छु नि हामीलाई है एक्सलहरू सबै चिज अलिक ब्रान्डेडै जस्तो लाग्ने रहेछ क्या स्टन चाहिन्छ कि चाहिँदैन र यस्तोमा पाइप जोडेर हामीले गऱ्यौँ भने चाहिँ हामीलाई लामो पाइप चाहिन्छ अब सो द्याट यस्तोमा रोलिङ गरेर सर्र होइन दाजु यस्तो रोलिङ खालको बनाइयो भने सर्र पाइप तान्न पाएँ नि त मैले पछाडि यो चाहिन्छ तपाईँ है रोलिङ तर अलिक ठुलो अलि ठुलो बनाउनु पर्यो पाइप रोल गर्नलाई हो यो भयो भने सजिलो क्या यो अरू गाडी भन्दा चाहिँ दाजु अलिक सोचेरै बनाएर रहेछ यो गाडी चाहिँ क्या मतलब यसको डिफहरू बनाएको तरिका होइन यो त अनि तपाईँको 407 भए पनि पावरफुल गाडी हो क्या यो पहिला पनि ए पावरफुल गाडी हो है टाटाले चाहिँ यो पनि पावरफुल गाडी बनाएको हो धेरै नै मतलब राम्ररी डिजाइन गरेर रहेछ क्या यो हेर्नु न हब हेर्दाखेरि पनि त्यति होइन चिप जस्तो लाग्दैन नि त अनि हरेक यस्तोमा दिएको रहेछ यो होइन जब कि ग्रिज गर्नलाई सबै तपाईँले ग्रिज गर्ने यहाँ हो क्या भोलिपर्सि यहाँ है यहाँ त्यहाँ ए 1 2 3 4 5 6 अनि सापटमा हुन्छ अगाडि। सबैमा, अगाडि क्याम्पिङमा भयो अब मैले खोजिरहनु पर्छ कहाँ हो क्या तपाईँले सिक्न पर्ने पनि हो हो अब म सिक्छु
सापटमा सबै हुन्छ नेपाल। सापटमा हुन्छ निप्पलहरू है। निप्पलमा हाल्नुपर्छ अबदेखि। धेरै राम्रो 407 रहेछ ल। भनेपछि यो पावरफुल गाडी हो है दाजु। ल सकै कत्रो रहेछ यार। यत्रो रहेछ सक। ओके विन चाहिँ यो हो। ल कत्रो बढे मानको छ ल होइन। चाहिँ हाम्रो 15 टन तान्ने हो 1500। ओके वेट यो ल फेलोस हजुर ल मेसिनमा फिट हाइड्रोलिकै होइन। ओ हाइड्रोलिकबाट चल्यो अनि तार बाहिरको पाउँछ। वायर लाग्यो। 16 टन क्यापेसिटीको हो यो। 16 टन क्यापेसिटी यही रहेछ टायरको साइज। तारको साइज। बाबु 2-4 वटा आलु मिसाएको भए दामी हुन्थ्यो त।